जय श्री सीताराम बनोस् हामी सबैको काम भनेर सिकाइरहँदा आज मैले आटाबाट एउटा उपाय विधि सिकाउन गइरहेको छु। आटा जसलाई असाध्यै घरमा त अङ्गी व्यापार बिजनेसहरू नचलेर अथवा काम कारबारहरू नबनेर लक्ष्मी नभित्रिएर असाध्यै पीडामा हुनुहुन्छ उहाँहरूले चाहिँ आटा आफ्नो हातले यसरी मुस्ने। यो मुस्ने गरेको आटामा चाहिँ अलिकति थोरै चिनी, अलिकति बेसार, अलिकति घिउ मिसाएर यो आटालाई सकेसम्म आज त मैले विशेष समेक परेका कारणले बनाएँ। समेक परेर मात्रै हैन, बुधबार चाहिँ जहिले पनि आटा मुसेर पुडी बनाउन, अलिकति थोरै हलुवा बनाएर प्रसाद राख्न अथवा दिन खुवाउन हर बुधबार गर्न थालियो। लगभग 45 हप्ता जति अथवा 1 वर्ष लगातार सधैँ जीवनभरि पनि गर्न मिल्छ यो काम चाहिँ, किनकि बुधबार खास गुरुको बार हुन्छ। त्यसैले त्यो लक्ष्मी र गुरु मिलेपछि राजयोग बनेर घरमा धन लक्ष्मी अन्नपूर्ण माताको बास हुन्छ भन्ने भनाइ पनि छ। पुरी र हलुवा भनेको यस्तो संयोग हो जसले पुरी हलुवा नारीले आफ्नो हातबाट बनाएर दुखी गरिब अपाङ्ग अशक्तहरूलाई खुवाउँछन्, त्यस घरमा दिग्विजयको बास हुन्छ, अन्नपूर्ण माताको बास हुन्छ भन्ने भनाइ छ। आज चाहिँ विशेष संयोग, मैले हिजोको भिडियोमा धेरै कुराहरू भन्न नपाएको कारणले गर्दा आज सीता जन्मोत्सव, भूमिजा माताको जन्म भएको दिन आज अन्नपूर्ण माताको भण्डारा। उसो त सधैँ जसो राधे राधे सधैँ जसो गरिने कर्म हो यो। म खासै देखाउन भन्न नचाहने भएकाले हो, तर धेरै जनाहरूलाई एक्लै हेराउँदा हेर्दा भन्दा गाह्रो अप्ठ्यारो असहजता एउटालाई मात्रै बुझाउन, आएका 2-4 जना मात्र बुझाउन हुँदा म भिडियोहरू सार्वजनिक गर्दैछु। जो कोहीलाई पनि अप्ठ्यारो असाध्यै असहजता भएको छ भने आटा गुन्नुहोस्। आटामा अलिकति बेसार, अलिकति चिनी, अलिकति घिउ हालेर मुसेर तुरुन्तै पुडी बनाउनुहोस्। आफ्नै हातले, फेरि अरूले आटा गुनेर अरूले बनाइदिएर दिएर धर्म हुँदैन। आफ्नो हातले गुन्नुहोस्, आफ्नै हातले बनाउनुहोस्, आफ्नै हातले बाँड्नुहोस्। लगातार हलुवा र पुडी बाँड्न सुरु गर्नुहोस्। त्यस पछाडिको चमत्कार हेर्नुहोस् अनि कमेन्ट गर्नुहोस्। जय श्री सीताराम बन्छ हामी सबैको काम। आजको जन्मोत्सव सीता महोत्सव सबैले मनाउनु होला। चोखो निधि गर्नु होला, हनुमान चालिसाको पाठ गर्नु होला, मिल्यो भने रामायणको पाठ गर्नुहोस्, सीता जानकीका कथाहरू सुन्नुहोस्। त्यस पछाडि घरमा सुगन्ध लक्ष्मी भित्राउने सबैले साँझको पूजाको तयारी। आज साँझ चाहिँ बाहिर दियो बाल्दा अति उत्तम। जय श्री सीताराम बनोस् हामी सबैको काम भनेर सिकाइरहँदा आज मैले आटाबाट एउटा उपाय विधि सिकाउन गइरहेको छु। आटा जसलाई असाध्यै घरमा त अङ्गी व्यापार बिजनेसहरू नचलेर अथवा काम कारबारहरू नबनेर लक्ष्मी नभित्रिएर असाध्यै पीडामा हुनुहुन्छ उहाँहरूले चाहिँ आटा आफ्नो हातले यसरी मुस्ने। यो मुस्ने गरेको आटामा चाहिँ अलिकति थोरै चिनी, अलिकति बेसार, अलिकति घिउ मिसाएर यो आटालाई सकेसम्म आज त मैले विशेष समेक परेका कारणले बनाएँ। समेक परेर मात्रै हैन, बुधबार चाहिँ जहिले पनि आटा मुसेर पुडी बनाउन, अलिकति थोरै